यो सबै प्रोडक्टहरु अब डस्टबिनमा जान्छ मेरो डस्टबिनमा किनकि यो सबै प्रोडक्टहरु चाहिँ मैले युज गरेर खाली गरिसकेको छु। मेरो स्किन छ नर्मल टु ड्राई स्किन, नर्मलमै छ भनौँ न। र यतिका प्रोडक्टहरु युज गरिसकेपछि मलाई कस्तो लाग्यो भनेर मेरो चाहिँ जेन्युइन रिभ्यू चाहिँ म तपाईलाई दिँदैछु। म चाहिँ जहिले पनि प्रोडक्टको एकदम जेन्युइन रिभ्यू दिन्छु। लाइक हामीले कति पिआरहरु पाइरहेको हुन्छ नि, त्यसमध्ये चाहिँ मलाई जुन प्रोडक्ट राम्रो लाग्छ त्यसको चाहिँ मैले दोहोऱ्याएर पनि भिडियोहरु बनाइरहेको हुन्छु भने जुन प्रोडक्ट चाहिँ मलाई त्यति राम्रो लाग्दैन मैले त्यसको भिडियो चाहिँ खासै दोहोऱ्याएर बनाउँदिन। अब म केही कुरा नगरिकन स्टार्ट गर्न जाँदैछु डक्टर सेटको यो क्लिन्जरबाट। यो क्लिन्जर चाहिँ मलाई सेटाफिलको क्लिन्जर भन्दा नि राम्रो लागेको। हुन त मलाई राम्रो लागेको अरूलाई राम्रो नलाग्न पनि सक्छ, तर यो मेरो रिभ्यू हो नि त। किनभने सेटाफिलको त्यो जेन्टल क्लिन्जरले चाहिँ मलाई अलि टाइम युज गरिसकेपछि चाहिँ स्किनमा हुन्छ नि त्यो क्लोज कमेडोन्स भन्छ नि, त्यस्तो त्यो व्हाइट हेड्स जस्तो टाइपको कस्तो सानो सानो बिमिराहरू आएको क्या। तर यसले चाहिँ अनि त्यसपछि त्यसलाई स्किप गरेर यो चलाएपछि चाहिँ त्यसले चाहिँ आएन। अनि यो जेन्टल छ, विन्टरको लागि एकदम राम्रो छ, स्किनमा जेन्टल फिल हुन्छ, स्किनलाई ड्राई गराउँदैन, मजाले क्लिन पनि गर्छ। अनि त्यसपछि लेट्स टक अबाउट यो राउन्ड ल्याबको सनस्क्रिन। यो चाहिँ कोरियन सनस्क्रिन हो, एक्सपेन्सिभ साइडमा पर्छ तर इट्स सो गुड है। स्किनमा व्हाइट कास्ट छोड्दैन, स्किनमा मजाले सन प्रोटेक्सन दिन्छ। अनि यो युज गरिसकेपछि जस हामीलाई प्रब्लम भनेको त्यो व्हाइट कास्टको त हो नि हैन, व्हाइट कास्ट छोड्दैन, दिँदैन, स्किनलाई हाइड्रेटिङ राख्छ, मोइस्चर दिइरहन्छ अनि एकदम लाइट वेट छ। यो चाहिँ म फेरि किन्छु, यो पनि म फेरि किन्छु, यो पनि विन्टरमा, यो पनि विन्टरमा है। अब समरको लागि चाहिँ म अर्कै सनस्क्रिनतिर जान्छु किनकि समरमा अर्कै टाइपको स्किन कन्डिसन हुन्छ नि त। अनि यो पनि मैले कतिवटा खाली गरिसकेँ। अब समरमा चाहिँ चलाउने मैले सनस्क्रिन यही हो है। समरमा चाहिँ नर्मल स्किनको लागि चाहिँ अब ड्राई स्किन होला किन होला हैन, नर्मल ओइली स्किनको लागि चाहिँ यो पर्फेक्ट छ क्या। यसले चाहिँ कस्तो मजाको सिल्की एकदम स्मुथ टाइपको हुन्छ नि, फिनिसिङ पनि दिन्छ अनि लाइट वेट पनि छ, एकदम लिक्विडमा हुन्थ्यो अब बिर्सिदिसकेको दिइसकेको छ नि त। यो चाहिँ सनप्लेको हो, स्किन एक्वा क्लियर व्हाइट, यसमा पनि SPF 50 छ। यो चाहिँ एकदम लिक्विडी फर्ममा हुन्छ हैन, झोल जस्तो मजाले थोरै लाउँदा पनि पुग्छ नि, स्किनमा मजाको ग्लो पनि दिन्छ नि, स्किन अलिकति स्मुथ पनि देखाउँछ क्या, कस्तो राम्रो फिनिसिङ देखाउँछ। यो चाहिँ समरको लागि चाहिँ म अवश्य किन्छु। अनि यो पनि सनप्लेकै हो, यो चाहिँ मलाई गिफ्टमा आएको हो हैन। यो सनस्क्रिन चाहिँ यो चाहिँ मलाई विन्टरलाई चाहिँ ठिकै हुन्छ जस्तो लाग्यो, समरलाई चाहिँ अलिकति हुन जस्तो लाग्यो। हुन त यसको यो हेर्नु न यस्तो यस्तो टाइपमा चाहिँ क्रिमी टाइपमा छ, त्यस्तो हेभी फिल त छैन हैन, तर मलाई यसको स्मेल पनि अलिकति मन परेन हैन। अनि अलिकति हुन त लाइट वेट छ तर मलाई चाहिँ विन्टरलाई चाहिँ हुन्छ जस्तो लाग्यो, समरलाई चाहिँ मलाई खासै किनभने मलाई समरलाई चाहिँ यसकै फिनिसिङ मनपर्छ क्या। एन्ड देन अर्को प्रोडक्ट छ यो डक्टर सेटकै, यो सनस्क्रिन पनि एकदम राम्रो छ है। यो सनस्क्रिनको लगभग फिनिसिङ मलाई यसको जस्तो लाग्छ कि अब मलाई चाहिँ तपाईहरुलाई कस्तो लाग्छ यसको जस्तो लाग्छ हैन। यो अब 3000 तिर पर्छ भने यो 1000 भन्दा मुनिमै आउँछ। यो चाहिँ रिपर्चेस गर्छु म। यो चाहिँ मैले विन्टरमा युज गरेको एकदम लाइट वेट सनस्क्रिन क्या। सनस्क्रिनहरु हेभी फिल भएको मन पर्दैन नि त विन्टरमा अब अरू सनस्क्रिनहरु। एन्ड देन यो ओट्स एन्ड यो मोइस्चराइजर, यो पनि एकदम राम्रो छ, लाइट वेट छ, एफोर्डेबल छ, धेरै पनि मजाले पुग्छ। एन्ड देन यो ब्रिलियरको मोइस्चराइजर, यो चाहिँ राम्रो मोइस्चराइजर हो। यो युज गरेपछि मैले नोटिस गरेको भनेको मेरो जुन सुरुवाती वाला पिम्पल्सहरुमा अब दाग बस्दै जान्छ नि कालो, त्यो चाहिँ यसले बस्न दिएन। त्यो दागहरुलाई चाहिँ लाइटन अप गर्दै चाहिँ लग्यो यसले हैन, कालो दाग बस्न दिएन। तर यसको नमन पर्ने पार्ट भनेको यो लगाइसकेपछि अब यसको माथि अर्को प्रोडक्ट लाउँदाखेरि यो पिल हुन्छ क्या, यसको त्यो हुन्छ नि मैला टाइपको पिल आउँछ, त्यो चाहिँ मलाई यसको नमन परेको पार्ट। सो द्याट म यसलाई नाइट टाइममा चाहिँ युज गर्छु, डे टाइमको लागि चाहिँ मलाई त्यति लागेन किनकि पिल हुन्छ नि त। सो द्याट यसलाई चाहिँ म विन्टरमा र नाइट टाइममा मात्रै युज गर्छु, डेमा चाहिँ युज गर्दिनँ। सो